को रामीहरू हुन् यहाँ कस्तो क्लियर गुड मर्निङ धुम्पुस वेदर यस्तो रहेछ साथीहरू अलिअलि हिमाल देखेछ अलिअलि हिमाल देखेछ बिहान पख आज त उक्रेछ यता पुरा यस्तो रहेछ साथीहरू सुतिरहेछ अरू त अघि बहिनीहरू उठेर फोटोसोटो खिच्यो होला मलाई उठाउँदै थियो म त उठिनँ अनि अहिले चाहिँ म उठेर यसो भिडियो बनाउँदैछु उठेर मुखसुख पनि धोएको छैन अनि अब हामी चाहिँ एकछिन उठेर यसो फोटोसोटो खिच्छौँ म उठाउँछु अरूलाई पनि अनि त्यसपछि घर जान्छौँ त्यतिर अलिअलि फोटो खिच्नु पर्ला अनि त्यसपछि जान्छौँ स्टे ट्युन साथीहरू रेडी भइसकेर चाहिँ अब खाजा खान लाग्यो साथीहरू यहाँ हाम्रो खाजा रेडी भइसक्यो यहाँ रेडी भइसक्नु भयो यता वान परी हेलो वान परी टु परी अनि हाम्रो ब्रेकफास्ट यस्तो छ वेदर अघि बिहान खुल्ला भएको थियो फेरि अहिले अब एकछिन खुल्छ होला हो लाउरेनी हाम्रो लाउरेनी गुडिया मैया गुडिया मैयाले मलाई पनि हल्का मेकअप आज चाहिँ गरिदिनु भएको छ पहिले मेकअप म खासै गर्दिनँ तर आज चाहिँ मेकअप गरिदिनु भएको छ यता हाम्रो मेकअप आर्टिस्ट पनि हो होइन है मेकअप आर्टिस्ट त फेरि हर्दी भन्दिनु हो Stay tuned. कतै मिठो कति मिठो रोटी अङ्कल आन्टीहरूले एकदमै राम्रो मिठो खाना बनाउनु हुँदो रहेछ हामीलाई मन पर्यो अनि हामी यसरी बिहान बिहान खाँदैछौँ बिचको चिया त ठिक पकाउनु पर्ने रहेछ है फेरि जाँदो रहेछ नि त हामी चाहिँ ब्याक टु पोखरा हुनुलाई सबैजना रेडी हुन थाले प्याकअप भइसक्यो है साथीहरू हाम्रो रुमलाई अब हामी बाई बाई गर्छौँ अनि निस्किन्छौँ है त फर्किन लाग्यौँ हेलो आन्टी हामी फर्किन लाग्यो आन्टीहरूलाई धेरै धेरै धन्यवाद मिठो खाना बनाएर दिनुभयो हेलो जया हामी चाहिँ अब फर्केको साथीहरू अब यहाँबाट हामी निस्किन्छौँ माथि गाडी आउँछ अरे त्यहाँपछि गाडी चढेर हामी जाने यता सबैजना रेडी भइसक्नु भयो आन्टी आन्टी अङ्कलहरूलाई सबैलाई बाई बाई धन्यवाद अङ्कल आन्टीहरूलाई मिठो खाना बनाइदिनु भएकोमा हुन्छ हामी जान्छौँ अङ्कल आन्टी बाई बाई हुन्छ हस् ओके पन्टुलो त होइन बाई बाई हामी चाहिँ अब यहाँबाट निस्क्यौँ साथीहरू अब हामी पोखरा जान्छौँ त्यहाँपछि पनि पोखरादेखि फेरि भुजुङ गाउँतिर जानु छ जे होस् आज मौसमले अलिक भए पनि हामीलाई साथ दियो है हो
एकदमै हामीलाई मौसमले साथ दियो नभए त अस्ति हिजो अस्ति त कति धेरै पानी परेको थियो नि जस आज चाहिँ राम्रो भयो दिन हामी चाहिँ पोखरीतिर लाग्यौँ है बहिनी कतिको रमाइलो भयो कान्छी रमाइलो भयो हामी रातभरि पनि हाँसेर झन्नै पेट दुख्यो अनि त्यसपछि चाहिँ हामी झन्नै पेट दुख्यो होइन अलिकति दुखिसकेको थियो त्यही भएर म हाँस्न बन्द गरेर किन घोप्यो यहाँ चियाबारी पनि रहेछ थोरै हामी बसेको होम हामीले छोडेर हामी चाहिँ मिलेन सेल्फी स्टिकको डन्ठाले रहेछ त्यो पनि कस्तो गरौँ रहेछ नि त गरम छ नि त्यो त्यही भएर म त बोक्नु झ्याउ लाग्छ कान्छे बाटीले त हेर्न न किनेर मात्रै राखिरहेको छ उडिहाल्यो अब यहाँ मास्तिर हाम्रो गाडी छ त्यहाँबाट हामी जान्छौँ साथीहरू स्टे ट्युन है म अब गाडीमा चढेपछि चाहिँ खासै भिडियो बनाउनु मन लाग्दैन क्या टाउको ह्याङ हुन थालिहाल्छ ह्याङ भएर पनि ग्याङ हुन थाल्छ अस्ति धरानबाट आउँदा पनि मुक्लिनतिर चितवनतिर भिडियो बनाउँदै आउँछु भनेको लास्टमा टाउको ह्याङ भएर म उठाउनै सक्दिनँ म बिहाङ भइहाल्छु सिकिस्त गाडीमा चढेपछि त सिकिस्त 15 दिन महिना दिन बिरामी भएर ए भयो जस्तो भइरहन्छ अनि गाडीमा चढेपछि त सिकिस्त नि हौ सिकिस्त बिरामी दुईजना पछाडि आउँदैछन् झोला बोक्न सकेको छैनन् यतिकै पनि हिँड्न गाह्रो हुन्छ झोला बोकेर झन् गाह्रो भयो उकालो हिँड्न पहिला हामी आएको गाउँ उता अरे बहिनी गाडी पनि आइसकेछ हामीलाई लिन कतिजना भयो मान्छे गाडी पनि आइसक्यो कहाँ बस्ने हो हामी बाई बाई धुमपुस बाई बाई अब हामी आउँदा हिउँ डाउन बस बाई बाई हो र ल स्याङ्जाको डल्ले खुर्सानी बर्कानी यहाँ भात छ निङ्ग्रोको अचार छ अनि के भन्छ यसलाई के भन्छ भेन्डा बैगुन अनि खसीको मासु र झोल मासुको झोल अब चाहिँ हामी खान्छौँ इन्जोय गर्छौँ अब हामी खायौँ ल साथीहरू दिदीहरू फेरि आज हस्पिटल पनि जाने त्यही भएर स्टे ट्युन हामी चाहिँ सलिनाको आँखा चेक गर्न यहाँ डेन्टल आएको छौँ साथीहरू अब यहाँ आँखा चेक गरेर गाउँ जानुपर्ने छ आँखा चेकअप गर्दैछ सलिनाको आँखा चेकअप धेरै कमजोर छ त आँखा देखेको त के हो थाहा छैन अन्दाजी अलिअलि तपाईँको पहिलाको पावर कति थियो याद छ माइनस कति थियो -50 थियो एउटाको चाहिँ 75 कि मैले 75 राखेको हो दुईटैमा 75 राख्दाखेरि चाहिँ यस्तो देखिन्छ यसरी चाहिँ राम्रो देखिन्छ यो चाहिँ अब म इन्डिभिजुअली अलिअलि कम गरेर पनि ओभर करेक्सन गर्नुभन्दा एक स्टेप अन्डर करेक्सन गरेको राम्रो हुन्छ कि तर अहिले 75 चाहिन्छ 50 त हुँदैन तपाईँलाई 75 चाहिँ चाहियो दुईटैमा 75 भयो है 50 को चाहिँ 6 वर्ष 75 चाहियो 50 ले अलिक पुग्दैन
BHAIXUY AUTHY अब इन्डिभिजुअल एउटा आँखा छोप्नुहोस् न मेरो एउटा आँखा छोपेर हेर्नुहोस् न कम भयो होइन यताको पनि छोप्नुहोस् न कम भयो दुईवटा आँखाले गर्दा हो यताको चाहिँ अलिक देखेको छ उताकोमा चाहिँ तपाईँलाई अझै बढी पावर उहाँले राखिदिए पनि हुन्छ क्या यताको चाहिँ देखेको छैन किनकि यो सिङ्गलासम्म अलिक देखेको छ अब त्यसलाई चाहिँ अब 50 हो राइटमा 50 हो यो चाहिँ 75 हो 75 भन्छ होइन छैन है उहाँले चाहिन्छ यसमा हामी चाहिँ यहाँ आन्टीहरूकोमा खाना खानु आएको यहाँ दुध पनि दिनुभएको छ चिसो पनि हेलो दिया सलिना यता मान्छे चाहिँ नदेखाउ न दुध खाने बेलामा दियालाई पनि नदेखाउ हामी चाहिँ खाना खान लागेको यहाँ आन्टीहरूकोमा आएर खायो एकदम मिठो